गाइज आज हामी रानीताल घुम्न जान लागिरहेको यता चलाइरह उता पछाडिबाट आउँदैछन् ए ज्याकेटै गयो दाना अलिक दाना गरेर हावा आउँछ नि त तिनीहरू कहाँ पुगेहरू आइछन् यार उहाँबाट आउँदैछन् दुईजना भाइहरू आए दुईजना दाम्नाहरू नि आए सनम भाइ त मसँग त्यसमा बस्छस् म चलाउँछु त्यो मसँग बस्छस् त्यसमा ल ल त्यो भाइलाई यहाँ यिनीहरूको मलाई कसैमा पनि भरै लागिरहेको हल्का आइसक्छ यो प्रवेशद्वारबाट भित्र छिरिसक्यो डाइरेक्ट अगाडि गइसक्यो गेट लगाइदिनु है स्टुडेन्टको लागि चाहिँ 15 रुपियाँ रहेछ अरूको लागि 30 रुपियाँ टिकट रहेछ ल हटा म चलाउँछु आइसक्यो केटाहरू अगाडि गइसक्यो यस्तो अप्लोड भएको अब हिँड्दै जानु पर्यो उताखन जान लाग्यो गाइस भर्खर आएर मेरो भयो भिडियो बनाउन पाइएन यार गाइस होइन हामी आएको भएर यार गाइस हामी रानीताल अगाडि
पानीमा हैन पानी हैन यो पानीको छेउछेउमा छेउछेउमा अरे क्या जाउँ न हिँड्नु त छेउछेउमा हैन म त हेर्ने बना खाम उला पाए यता हैन उता हो क्या हिँड्न त नि यो नउता बढी त्यो अङ्कलहरूले त भनेको थियो कि मैले याद नगरे आइज नि त हेरौँ खोइ ए यहाँ रहेछ के हो त्यो सर्प हैन अजिङ्गर इ गाइज हेर्नुहोस् अजिङ्गर अन्डा हेरे है खै यही भने अन्डा ए यहाँ रहेछ यी अन्डा गाइज यहाँ अन्डा रहेछ यी छ्या, कस्तो गनाखा यार गाइज हामी पानी खान चाहिँ गइरह चलाउँदा गनाइराखेको कि स्मेल लोगो हिलोको एकछिन हुँदैन नि त्यसलाई बास्ना हुन्छ माछाको बास्ना हल्का गाई चाहिँ हामी चाहिँ अब घरतिर लाग्न लाग्यो टाइमताल हेरेरै यता साइडमा छ टाइमताल हामी जान लाग्यो बाटामा यस्तो गिटी थुपाइरह साइकल चलाएर जान नि अप्ठ्यारो क्या के भयो फेरि यसलाई तल आइज खोइ साइकल रोक्न भन न आइज जा यस्तो बाटोमा पनि साइकल चलाएर हिँडिरह नि यार डबल रोडमा आज बस भाइ अब हेरेँ हामी माउन्ट जाँदैछ बसी ए छिटो त्यो कराएको सुनेको थिएँ कि मैले त्यो के को मूर्ति हो त्यो शिवको मूर्ति गाइज हामी यहाँ गेटनिर आइसक्यो हेरेर लास्ट बसेर एकछिन आयो साइकल कुदाएर